बिहानीको मन्ना प्रेज द लर्ड। तपाईहरू सबैजनालाई आज मार्च 15 तारिक यस बिहानीको समयमा आजको वचन आफैलाई लुकाउनुहोस्, किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। जब ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। कलसी 3:3-4 भन्दछ। यहाँ साँचो क्रिस्चियनका दुई अनुभवहरू उल्लेखित छन्। एकमा उसको जीवन ख्रीष्टसँग लुकेको छ, दुईमा ख्रीष्ट देखा पर्नु हुँदा ऊ पनि उहाँसितै महिमामा देखा पर्नेछ। यदि हामी उहाँसित अहिले लुकेका छैनौँ भने उहाँ आउनु हुँदा हामी उहाँसित महिमामा देखा पर्न सक्ने छैनौँ। प्रसिद्ध हुन खोज्ने, चर्चामा खोज्ने परमेश्वरका जनहरूले ख्रीष्टको महिमित आगमनमा आफैलाई लाजले लुकाउनु पर्ने हुन्छ। एलियालाई परमेश्वरले आफैलाई प्रकट गराऊ भन्नु अघि उसलाई आफैलाई लुकाऊ भन्नुभएको थियो। पूर्वपट्टि लाग अनि लुकी बस। पहिलो राजा 17:3 भन्दछ। पूर्व सूर्योदय हुने ठाउँ हो। परमेश्वरको एउटा साँचो सन्तले आफैलाई परमप्रभु परमेश्वरको उपस्थितिको प्रकाशमा आफैलाई लुकाउन सिक्नु पर्दछ। तब एक दिन परमेश्वरले तपाईँलाई भन्नुहुनेछ, जाऊ आफैलाई प्रकट गराऊ। पहिलो राजा 18:1 भन्दछ कि जब एलियाले आफैलाई प्रकट गराए तब उनीद्वारा इस्रायल राज्यमा ठुल्ठुला कामहरू भए। दाउदको सुरवीरहरूको सूचीमा एउटा व्यक्तिको बारेमा देख्नु अचम्म लाग्दो छ जुन हामी अन्त कतै पढ्दैनौँ। तहक मग्नी कप्तानहरूका प्रधान उनी एदोनी पनि भनिन्थे। दोस्रो शमूएल 23:8 उनी एउटा लुकेको सन्त झैँ देखिन्छन्। परमेश्वरका प्रिय छोराछोरीहरू, यदि तपाईँ नाउँ प्रख्यात संसारको प्रशंसा पाउने चाहना गरिरहनु भएको छ भने एक दिन यस्तो समय आउनेछ जब तपाईँको महिमा लाजमा परिवर्तन हुनेछ। यद्यपि यदि तपाईँले आफैलाई प्रभुमा नम्रपूर्वक लुकाउनुहुन्छ भने एउटा महिमित दिन आउनेछ जब तपाईँ उहाँको महिमामा प्रकट हुनुहुनेछ। आमेन। प्रेज द लर्ड।